हाई गाइज आउनुहोस् तपाईँ र म भएर आज नरिवलको लड्डु बनाऊँ। अब दीपावली पनि आउँदैछ, तिहार आउँदैछ होइन। तिहारको लागि त हामीले केही न केही मिठाई त बनाइराखेकै हुन्छौँ जहिले पनि। योचोटि चाहिँ मलाई एक्स्ट्रा गर्न मन लाग्यो अनि मैले चाहिँ नरिवलको मिठाई बनाउने निर्णय गरेको छु है। कस्तो हुन्छ हेरौँ, फर्स्ट टाइम बनाउँदैछु। एउटा प्यानमा घिउ हालेर अनि नरिवलको धुलो हालेर 4-5 मिनट त्यसलाई फ्राई गर्नुहोस्। त्यसपछि दुध कति छ अब तपाईँको त्यो धुलो होइन, नरिवलको धुलो कति छ त्यही अनुसार दुध हालेर त्यसलाई मजाले अलिक साह्रो साह्रो हुनेन्जेलसम्म मजाले लो फ्लेममा पकाउनुहोस्। र अनि त्यो पाकिसकेपछि भाँडामा खनाएर हल्का हल्का सेलाएपछि चाहिँ अनि हातले डल्लो डल्लो बनाएर अनि सुक्खा धुलोमा लटपटाउँदै राख्नुभयो भने एकदम राम्रो यस्तो मिठो बन्छ। ल हेर्नुहोस् त कस्तो राम्रो बनेको छ। थ्याङ्क यू।